बिचरी भुन्टीलाई अहिले एकदमै ठुलो वज्रपात परेको छ साथीहरू। अहिले भूपेन्द्रबाट जुन माया र स्नेहको अपेक्षा गरेर भुन्टी आफ्नो घर फर्किएकी थिइन्, तर त्यहाँ उनले चोटैमाथि चोट पाएकी छिन्। अब भुन्टीको जिन्दगी एकदमै धेरै तहस नहस भएको छ, किनकि यता भूपेन्द्र अर्कैसँग लागिसकेको छ। अब उनीहरूको घर एकदमै धेरै बिग्रिएको छ दर्शकबिन। अब बन्ने कुनै सम्भावना देखिँदैन यहाँ, किनकि उनीहरूको जुन खुसी थियो त्यो आज पुरा भएको बेलामा, अर्थात् दुवैजना एउटा बाउ र आमा बन्ने अवस्थामा भूपेन्द्रले गरेको यो दुर्व्यवहारले सीमा नागेको छ। बिचरी भुन्टीको परिवार गरिब छ भनेर भूपेन्द्रले यस्तो हरकत गरिरहँदा भुन्टी धुरु रुनुको बाहेक अरू कुनै पनि विकल्प छैन बिचरी भुन्टीसँग। भुन्टीका विभिन्न चिनोहरू, फोटोहरू अहिले भूपेन्द्रले फुटाएर ध्वंस गरेको छ भने उता अर्की केटीसँग मिलेर भुन्टीसँग यस्तो नराम्रो हरकत गरिरहेको छ, जसले गर्दा भुन्टी सिरियलको अब आउने भाग नै कस्तो हुन्छ भन्ने एउटा कौतूहलता सिर्जना गरेको छ भने भुन्टी सिरियल हेरेर बस्ने सारा दर्शकहरूको मनमा कतै हाम्रो जीवनमा पनि यस्तै घटना त हुँदैन भन्ने शङ्का उपशङ्काहरू र एकदमै धेरै पीर बढेको छ भुन्टीका दर्शकहरूलाई, किनकि अहिले भुन्टी दुई जीवकी भएकी छिन्। भूपेन्द्रले त्यस्तो अपवाद लाउनु हुँदैन थियो, किनकि एउटा आफ्नो परिवार, एउटा माइती र एउटा दाजु बहिनीको पवित्र नातालाई उसले तुच्छ सम्झियो, मजाकको रूपमा भनेको हो या साँच्चै भनेको हो भने उसलाई पाप लाग्नुपर्छ, किनकि भुन्टी र भुन्टीको दाजुको एकदमै पवित्र सम्बन्ध छ। बिचरा दाजुले भुन्टीलाई, उनको परिवारलाई अहिले यो अवस्थासम्म हेरेर बसेका छन्। न उनलाई कुनै अंश बन्दाकै आशले बाबुआमाको पछि लाग्नु परेको हो। भुन्टीको दाजु ऊ त एक स्वतन्त्र भएर भुन्टी अनि उसको परिवारलाई माया गरेर बसेको एक पात्र हो, जसको कारणले गर्दाखेरि उनले आफ्नो श्रीमतीसँगको सम्बन्ध पनि टुटाइसकेका छन्। अब फेरि भुन्टी माइत नै जाने भएकी छिन्, किनकि उनलाई बुवा र उनका दाजुले खोजिरहेका छन्। घरमा जे जस्तो सुकै भए पनि श्रीमान भनेको श्रीमान हो। श्रीमान श्रीमतीको बीच कहिलेकाहीँ मनमुटाव हुन्छ। श्रीमान श्रीमतीको झगडा भनेको परालको आग हो, जुन एकछिनमा बल्छ र एकछिनमा निभेर सकिन्छ। त्यो सोचेर भुन्टी गएकी थिइन्, तर त्यहाँ उनले तिरस्कार पाइन्। जुन आशले गएकी थिइन् त्यहाँ उनको अपमान भयो। भुन्टी फेरि रुँदै रुँदै फर्कनु पर्ने अवस्था आयो। यो अवस्थाको सिर्जना कसरी भयो? किन भुन्टीलाई भूपेन्द्रले यस्तो हरकत गरिरहेका छन् भन्ने प्रश्नहरू अहिले घेरिरहेका छन्। हामीले हेरिरहेका छौँ। अब भुन्टी र भूपेन्द्रको सम्बन्ध राम्रो हुनुपर्छ, अब भुन्टी र भूपेन्द्र मिल्नुपर्छ, कहिल्यै पनि झगडा गर्नु हुँदैन भनेर सारा दर्शकहरूको माग नै यही हो। तर यस्तो हुँदा पनि भुन्टीले नपाउनु दुःख पाउनु परेको छ। यो सिरियलमा मात्रै नभएर वास्तविक जीवनमा समेत भुन्टीको जीवन कस्तो छ भन्ने प्रश्नहरूले अहिले कमेन्ट बक्सहरू भरिरहेका छन्। दर्शकबिनहरू, तपाईँलाई यो भुन्टीको पेटमा भएको बच्चा कसको हो जस्तो लाग्छ? यदि तपाईँहरूलाई कुनै शङ्का उपशङ्का लागेको छ भने कमेन्ट गर्नुहोला। त्यो भूपेन्द्रकै बच्चा हो, हामी सबैलाई थाहा छ। तर भूपेन्द्रले त्यस्तो दुर्व्यवहार गर्नु हुँदैन थियो। के न्युपाम अनि चाहिँ बाजुम भन्ने अवस्थामा बसिरहेको भूपेन्द्रलाई अर्को एउटा बाँच्ने अवसर प्राप्त भएर कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उडाएर लग्यो भनेर ऊ मक्ख परेको होला। हुन त उसलाई दाजुले सम्झाइसकेको छ, 2-4 झापड हानिसकेको छ, भाइले पनि सम्झाएको छ। आफ्नो परिवार भनेको आफ्नो परिवार हो। कुनै पनि रिस र आवेगमा गरेर आएको निर्णय सही हुँदैन, त्यसले पछि आफूलाई अप्ठ्यारोमा पार्छ भनेर सबैले सम्झाइरहँदाखेरि भूपेन्द्र मान्न सकेको छैन, किनकि ऊ हिजो बेलुका अर्को साथीसँग भेट्नका लागि भनेर गएको थियो। तर त्यो त्यस्तो थिएन, ऊ एउटी केटीसँग सुत्न गएको थियो। यो सारा सम्पूर्ण यो तथ्य प्रमाणहरू हामीले भुन्टी सिरियलबाट थाहा पाइसकेका छौँ। तपाईँहरूलाई यो सिरियल कस्तो लाग्यो? के भूपेन्द्र अब सुध्रिनुपर्छ कि भूपेन्द्रलाई जेल हाल्नुपर्छ या भुन्टी र भूपेन्द्र पुनः मिल्नुपर्छ? तपाईँहरूलाई के लाग्छ? आफ्नो मनमा लागेका विचारहरू कमेन्ट गर्नुहोला, किनकि भुन्टीले पहिलेदेखि नै धेरै दुःख पाइसकेकी छिन्। अब दुःख पाउनु हुँदैन भन्ने हाम्रो
भित्री आशय हो। तपाईँहरूलाई पनि लागेका कुराहरू कमेन्टमा गरिदिनु होला। जुन कारणले गर्दाखेरि भुन्टीको अब आउने भाग हामीले भने जस्तै होस्, भुन्टी र भूपेन्द्र मिल्नुपर्छ, बाज्नु हुँदैन। अब त्यो जुन अर्की केटीसँगको सम्बन्ध छ त्यो कुरा भुन्टीले थाहा पाइन् भने भुन्टीको मनमा कस्तो पहिरो जाला, मर्नु न बाँच्नुको अवस्था आउँछ होला। भुन्टीले कि मर्नै पर्ने हो त, यो कुरा पनि एउटा संयोगको रूपमा हेरिएको छ। भूपेन्द्रले सोच्नुपर्ने हुन्थ्यो, विचार गर्नुपर्ने हुन्थ्यो। त्यति बुद्धिमानी भूपेन्द्रलाई सकाउनका लागि उसको देउता नै रिसाएका हुन् कि उनको बोक्सी नै लागेको हो। यो कारण भने तथ्य कारण केही खुल्न सकेको छैन। किनकि छँदा खाँदाको राम्रो मान्छे त्यस्तो नराम्रो कसरी हुन सक्छ, कसरी त्यस्तो अपमान गर्न सक्छ, त्यो पनि त्यति माया गर्ने हुन् कि भुन्टीलाई। यो कुराले सबैलाई जिस्काइरहेको छ, सबैलाई प्रश्न गरिरहेको छ। तपाईँहरूलाई के लाग्छ, के साँच्चीकै भुन्टी निर्दोष छिन् त? यदि लाग्छ भने तल कमेन्ट गर्नुहोला। भुन्टीले न्याय पाउनुपर्छ भनी कमेन्ट गर्नुहोला र भूपेन्द्रलाई सजाय होस् भन्ने जतिले भूपेन्द्रलाई सजाय होस् भनी कमेन्ट गर्नुहोला। आगामी भिडियो हामी लिएर आउनेछौँ। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार।